धार्मिक द्वन्द्व नै फैलिन्छ क्या पहिला सुरुमा। कोसीको पानी बोकेर पशुपतिनाथमा चढाउन जाँदै थियो। हजुर। त्यो हिन्दूमाथि ताकी ताकी सनातनीहरूमाथि ताकी ताकी गोली हान्ने। उतापट्टिको मान्छे चाहिँ एकजना घाइते नहुने, मुस्लिम समुदायपट्टिको मान्छे घाइते नहुने। अहिले 7 जना मान्छे लगभग डेथ भएको स्थिति छ। भारतमा त्यत्रो जेन्जी मुभमेन्ट हुँदाखेरि, ककरोच मुभमेन्ट हुँदाखेरि एउटा मान्छेलाई गोली लागेन। यो नियोजित प्लान अनुसार गएको। आखिर सबै लासमै खेलेर आएका रहेछन्, रगतमै खेलेर आएका रहेछन्। सनातनीमाथि हद भयो। शान्तिपूर्ण तरिकाले सबैजना निस्किनुहोस् बाटोमा। म पनि यिनीहरूमा जान्छु। बङ्गलादेशमा जसरी मैले भनेको थिएँ नि, आगो लगाएर हिन्दूहरू मार्छन् भनेको थियो नि बङ्गलादेशमा, त्यसरी नेपालमा मार्छन् है, मार्छन् भनेर भनेको थियो कि थिएन, पुग्यो कि पुगेन। कोशी नजिक भएको भिडन्त र एकजनाको मृत्यु, 25 जना घाइते भए लगत्तै दुर्गा प्रसाईको निवासमा आज महत्त्वपूर्ण अन्तर्वार्ता लिन हामी आइपुगेका छौँ। दाइ नमस्कार, स्वागत छ यहाँलाई। नमस्ते। हिजो राति बोलबम र मुस्लिम समुदाय बीच अचानक झडप भएछ र त्यसपछि एकजनाको मृत्यु र 25 जना घाइते भएछन्। प्रहरीले त्यसरी अन्धाधुन्द गोली चलाइहाल्नु पर्ने अवस्था कसरी आयो दाइ? त्यही त अब यो सबैभन्दा पहिला त यो धार्मिक जुन द्वन्द्व फैलाउन खोजिएको थियो धेरै पहिलादेखि नेपालमा। हजुर। यो अहिले आएर यिनीहरू सफल भए। हजुर। जस्तो जहाँ पनि धार्मिक द्वन्द्व नै फैलिन्छ क्या पहिला सुरुमा। हजुर। र तपाईँले के बुझ्नुहोस् भने भारतमा हिजो अस्ति त्यत्रो जेन्जी मुभमेन्ट भयो, हजुर, एकजना मान्छे घाइते भएन, एउटा गोली पनि चलेन है। हजुर। त्यहाँ लाखौँ मान्छेको मास आउँदाखेरि एउटा गोली चलेन, एउटा घाइते भएन। हजुर। भनेपछि यहाँ चाहिँ किन ताकी ताकी गोली हान्यो? त्यो पनि हिन्दूमाथि हान्यो। हजुर। जसले कोसीको पानी बोकेर पशुपतिनाथमा चढाउन जाँदै थियो। हजुर। त्यो हिन्दूमाथि ताकी ताकी सनातनीहरूमाथि ताकी ताकी, हजुर, किरात बौद्ध सहितको सनातनीहरूमाथि ताकी ताकी गोली हान्यो। हजुर। किन हान्यो त? र उतापट्टिको मान्छे चाहिँ एकजना घाइते नहुने, मुस्लिम समुदायपट्टिको मान्छे घाइते नहुने होइन, मुस्लिम समुदायपट्टिको मान्छे घाइते नहुने, यता हिन्दू समुदायको मान्छे चाहिँ गोली लाग्ने मर्ने। अहिले 7 जना मान्छे लगभग डेथ भएको स्थिति छ। अन्तिम अवस्थामा छ। अन्तिममा डेथै भएको, कसैको ब्रेन डेथ भएको छ भन्छन्, कसैको के भएको भन्छन्। अहिले बाहिर ल्यायो भने, घटना बाहिर ल्यायो भनेदेखि चाहिँ स्थिति झन् नाजुक हुन्छ भनेर सरकारले लुकाइराखेको छ। मैले भने नि भारतमा त्यत्रो जेन्जी मुभमेन्ट हुँदाखेरि, ककरोच मुभमेन्ट हुँदाखेरि एउटा मान्छेलाई गोली लागेन। हजुर। यहाँ चाहिँ किन त्यत्रो भयो त? किन प्रहरीले ताकी गोली हान्यो भन्दाखेरि यो सरकार कसको? यो सरकार दाउदको पैसाबाट चलेको सरकार हो नि। आसिफ शाह कसको मान्छे हो? र यो जेन्जी मुभमेन्ट कसको कारणले भएको? दाउद इब्राहिमको पैसा र दलाई लामाको पैसाबाट भएको नि त। र यहाँ धार्मिक द्वन्द्व फैलाएर देश असफल भएको बनाएर, अब नेपाली सेना र नेपाल प्रहरीले थाम्न सक्दैन भन्ने बनाएर विदेशी सेना ल्याएर दलाई लामा ल्याउने प्लान हो। त्यो प्लान अनुसार गएको, यो नियोजित प्लान अनुसार गएको, नियोजित प्लान अनुसार। र अरू 7 जना लगभग डेथ भइसकेको स्थिति भन्ने सुनिँदैछ। त्यो समाचार बाहिर आइसक्दा र त्यो जुन लासहरू बाहिर निस्किन्छ नि, त्यस पछाडिको स्थिति के हुन्छ? आखिर सबै लासमै खेलेर आएका रहेछन्, रगतमै खेलेर आएका रहेछन्। नेपालको मिडियाहरूले आज सबैभन्दा धेरै चर्चामा सुरुङ मार्गलाई लिएका छन् र केपी ओलीको जुन शिलान्यास गराएको त्यो पत्र थियो त्यो हराएको भन्ने कुरो पनि मिडियामा आएको छ। मिडियाहरू उतातिर डाइभर्ट भएको र तराईतिर चाहिँ आगो बलिरहेको अवस्था छ भने 2-3 ठाउँ चाहिँ कर्फ्यू पनि लागिसकेको छ। होइन, यो त नेपालैभरि कर्फ्यू लाग्छ। अब हिन्दू सनातनीहरू नि अब जाग्दाखेरि के हुन्छ? 80% 82% हिन्दू भएको ठाउँमा, यही ठाउँमा गाई बलात्कार गरेर काट्ने, यही ठाउँमा गाईको मासु पोलेर खाउँ भन्ने होइन, खाएका थिए नि त, कसैले केही भनेको थिएन। हिन्दूमाथि हद भयो क्या, हिन्दूहरूमाथि, सनातनीमाथि हद भयो। त्यसले गर्दाखेरि जम्मै सनातनी अब बाहिर निस्किनुपर्छ। यदि देश बचाउने हो भने, मुलुक बचाउने हो भने म सम्पूर्ण सनातनीहरूलाई शान्तिपूर्ण तरिकाले सबैजना निस्किनुहोस् बाटोमा। फेरि तपाईँलाई अप्ठ्यारो पर्ला यो? मलाई के अप्ठ्यारो पर्नु? मैले के मार्नु भनेको छु? मैले आदेश दिएको छु कसैलाई? शान्तिपूर्ण रूपमा आफ्नो हक अधिकार, आफ्नो धर्म जोगाउन पाइन्छ। किन त्यहाँबाट कोसीबाट पानी लिएर जान्थे? आज सोमबारको दिन पानी चढाउने हो नि त काठमाडौँमा।
फेरि भर्खरै अर्को खबर पनि के प्राप्त भएको छ भने दाइ सुनसरीको गस्तीमा निस्कियो नेपाली सेना पनि निस्किसकेको खबर प्राप्त भयो। होइन नेपाली सेना निस्किएर के गर्नु भनेको के हुन्छ? नेपाली सेनाले अस्ति सिंहदरबारमा त्यत्रो हुँदाखेरि केही गर्यो? सबै नेपाली बाहिर निस्केपछि सेनाले के गर्ने? सबै सनातनी हिन्दू अवलम्बी जति सबै बाहिर निस्केपछि के हुने? र यो साउन महिना भनेको साउन महिनाभरि शिव भक्तहरूको महिना हो नि त, पवित्र महिना हो नि त। जस्तो मुसलमानहरूको पवित्र रमजान भने जस्तो 1 महिना मान्छन् नि। म पनि अहिले माछा मासु प्याज लसुन केही पनि नखाइकन बसेको मान्छे हो, निराधार बसेको मान्छे हो व्रत लिएर। म पनि अर्को सोमबारतिर गएर चाहिँ पानी चढाउँ भन्दै थिएँ। अनि यसरी पानी चढाउनै जाँदाखेरि मारिन्छ भनेपछि अनि हामी हिन्दूहरूलाई कसरी हेपेको रहेछ बुझ्दै होला नि हिन्दूहरूले। बङ्गलादेशमा जसरी मैले भनेको थिएँ नि आगो लगाएर हिन्दूहरू मार्छन् भनेको थियो नि बङ्गलादेशमा, त्यसरी नेपालमा मार्छन् भनेर भनेको थियो कि थिएन? पुग्यो कि पुगेन? त्यसले गर्दाखेरि अब पनि हिन्दूहरूको आँखा खुलेनन्, कानको चेत खुलेन, बुद्धिको बिर्को खुलेन भने नि सबै हिन्दूहरूका घर घरमा आएर आगो लगाउँछन्। यो कुरा तपाईँहरूले बुझ्नुहोस्। त्यसले गर्दाखेरि सम्पूर्ण सनातनीहरूलाई बाहिर निस्किन म आह्वान पनि गर्छु। तपाईले 1.5 वर्ष अगाडि नेपालमा रोहिङ्गा मुस्लिमहरू र बाहिरबाट रोहिङ्गाहरू भित्रिसकेका छन् र ठाउँ ठाउँमा बसेका छन् भन्नुभएको थियो, त्यो कसैले पनि पत्याएनन्। तर अहिले भर्खरै हिजो मात्र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले नेपालमा रोहिङ्गाहरू धेरै बढिसके, अब हाम्रो कन्ट्रोलभन्दा बाहिर जाने अवस्था छ भनेर देशको प्रहरीको आइजिपीले भन्न थाले। दाइ हो यो कुरा मैले नि 2 वर्ष अगाडि भनेको थिएँ होइन? पत्याएनन् कसैले पनि, पत्याएनन् होइन? अहिले आइजिपीले भन्नु पर्यो नि। हजुर यो रोहिङ्गा भित्राउने कामै नि बालन ग्रुपको काम हो। नेपाल रोहिङ्गा भित्र नेपालमा रोहिङ्गा भित्राउने कामै समथिङ बेन भन्ने छन् नि, हजुर बेनहरू लगायत सबैजनाको काम हो र धार्मिक द्वन्द्व फैलाएर विदेशी सेना ल्याउने कुरो हो। यहाँ नेपाल प्रहरीको आइजिपीले त रोहिङ्गाहरू त्यसरी पस्दाखेरि कारबाही गर्ने, पक्रियाउ गर्ने अथवा आफ्नो भूमि फिर्ता गर्ने हो कि हामीलाई डर भयो अब हामी कन्ट्रोल गर्न सक्दैनौँ भनेर? अब कन्ट्रोल गर्न सक्दैन, अब यिनीहरूले कन्ट्रोल गर्न सक्दैन। किनभने आइजिपी साहबले के भन्नुभयो भन्दाखेरि आइएसआईको फाउन्ड छ कि छैन? यहाँ पाकिस्तानले लगानी गरेको छ यहाँ आइएसआईको फाउन्ड नेपालमा रोहिङ्गा भित्राउनलाई र धार्मिक द्वन्द्व भड्काउनलाई पाकिस्तानले गरेको छ। र हिजो अस्ति एउटा कुचेष्टा कत्रो गर्यो थाहा छ? विदेशीहरूले पाकिस्तान आइएसआईदेखि लिएर सबैजनाले भारतमा कक्रोच आन्दोलन बल्ल बल्ल साम्य गरे है, गरे होइन? तर त्यही आन्दोलनलाई अब फेरि नेपालमा सार्दैछन् र पस्यो। अब हिन्दू र यो मिलेर बसेको देश हिन्दू र मुस्लिम भनेर छिराए। अब आज दिनभरिमा त्यो जुन अहिले जुन अरू लास छ नि बाहिर जब आउँछ नि, बाहिर आइसकेपछि अनि त्यसले के हुन्छ होइन? र सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई म पनि केही समय पछाडि होइन म पनि यिनीहरूमा जान्छु होइन? र सम्पूर्ण सनातनीहरू एकदम शान्तिपूर्ण तरिकाले तपाईँहरू एकदम होसियारीपूर्वक आफ्नो धर्म आफ्नो देश रक्षाका लागि बस्नुहोस् भन्न चाहन्छु। कसैलाई जाति दङ्ग भड्काउने हैन, गोली चलाउने हैन, कसैलाई जाई लाग्ने आफ्नो सुरक्षाको लागि मात्र आवाज उठाउनुहोस्। अहिले आवाज उठाउनुहोस्। म त्यो भन्दै अर्को कुरो दाइ, अहिले भर्खरै यो लघुवित्त पीडितहरू जति छन् नि देशभरिका लघुवित्त पीडितहरू काठमाडौँ जाने क्रम पनि जारी छ। यो लघुवित्त पीडितहरूको मुद्दा त तपाईँको मुद्दा हो, तर तपाईँ बिना नै कसरी काठमाडौँ पुगिरहेका छन् भन्ने कुरा पनि लघुवित्त पीडितको सहकारी पीडितको कालो सूचीमा परेको मुद्दा मैले उठाएको मुद्दा हो। जसले बोकेर हिँडे पनि नि मुद्दा त 12 बुँदे सहमति दुर्गा प्रसाईले गराएको हो नि त, प्रधानमन्त्रीसँग र क्याबिनेटबाट पास गरेको। जसले बोकेर हिँडे पनि कुरो एउटै हो। तर अब अहिले न्याय नपाएर मान्छे कुदिरहेछन्, सरकारले झुक्क्याइरहेछ होइन? र अहिले हरिवनमा हजारौँ मान्छे निस्किरहेछन् लघुवित्त पीडित सहकारी पीडितहरू। हरिवनमा काठमाडौँमा पनि हजारौँ मान्छे निस्किरहेछन्। सुनसरीको हालत त्यस्तो छ। उठे पनि आखिर लघुवित्त पीडितहरूको मुद्दा तपाईले उठाएको मुद्दा हो, मैले उठाएको मुद्दा। तपाईको उहाँहरूलाई शुभकामना छ। मेरो शुभकामना छ। मलाई यसमा विभेद छैन, पुरा होस्, उहाँहरूको माग पुरा होस्। दाइ अर्को ताजा खबर र अहिले सनसनी नेपालभरि मिडियामा चर्चामा रहेको कुरा, राजाको लागि हस्ताक्षर कार्यक्रम भइरहेको छ
राजदरबारमा प्रति हस्ताक्षरको कार्यक्रम भइरहँदाखेरि दुर्गा प्रसाद किन बोलेन भन्ने पनि प्रश्नहरू गर्छन् कतिपयले। खासमा के हो त यो भित्री कुरो? होइन, राजाको मुद्दा सबैभन्दा बढी 79 साल फागुन 1 गते हजुर। राजाको हातबाट पानसमा दियो बालेर नि हजुर मैले उठाएको नि घनीभूत रूपमा, हजुर हो कि होइन? अब के पटक पटक बोलिराख्नुपर्छ र? राज संस्था र हिन्दू राष्ट्रको लागि त सबैभन्दा बढी जेल बसेको, सबैभन्दा बढी लगानी गरेको मान्छे म हो, होइन? हजुर। अहिले पनि राजाको मुद्दा लिएर तपाईँ त्यही ठाउँमा हुनुहुन्छ जुन ठाउँमा पानसमा दियो बाल्दाखेरि म हिजो जहाँ थिएँ म त्यहीँ छु। राजाको मुद्दाबाट म टाढा छैन। होला कसैले दरबारमा गएर पोल लाउने, हजुर आफू हुने छन्, राम्रो बन्नको लागि अनि बालेनले राजा ल्याउँछ भनेर हिँड्ने, बालेनको गुणगान गाउनेहरू, हाम्रा विरोधीसँग गएर चाहिँ कुरा गर्नेहरू छन् नि। अब त्यस्ता मान्छेबाट दरबार पनि होसियार होस्। उहाँहरूलाई शुभकामना छ। उहाँहरू मेरो कुरा गरिराखुन्, शुभकामना छ, मलाई केही छैन। र राज संस्था र हिन्दू राष्ट्र भएन भने सुनसरीको घटना, अब यो त अटोमेटिक राज संस्था र हिन्दू राज्य हुने दिन आउँदैछ। हजुर ल त्यही हो कुरा। प्रचण्डले काठमाडौँमा मान्छे उतार्छु भनेर 2-3 दिन अगाडि मिडियामा बोल्नु, लघुवित्तहरू एकाएक काठमाडौँ पुग्नु र देशभरि आन्दोलन हुनुको पछाडि कतै प्रचण्डको हात त छैन दाइ? होइन, मणिराम गेवाली भनेका चाहिँ प्रचण्डका मान्छे हुन्, माओवादीका मान्छे। हजुर है, म आम लघुवित्त पीडितलाई त्यत्रो भरोसा नगर्नुहोस् भनेर भन्छु। हजुर किनभने हामी त कसैको मान्छे होइन, हामी लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परेको पीडितको मान्छे। हामीले राजालाई लिएर गएर पानसमा दियो बालेर उठाएको कुरो हो। जबसम्म मैले यार प्रधानमन्त्रीलाई, सुशीला कार्कीलाई साइन गराएर 12 बुधे क्याबिनेटबाट पास गराउँदाखेरि केहीलाई खालो सरेन। अब त्यहाँ अनसन बसेर, माइती घरमा अनसन बसेर गृहमन्त्रीले साइन गर्दाखेरि यो हुनेवाला छैन। यो व्यवस्थै नफ्याँकिकन यो व्यवस्था फ्याँकेर राज संस्था ल्याउन, यी सबै हल हुन्छ, यी सबै हल हुन्छ। यो समस्या लघुवित्त पीडित, सहकारी पीडित, मिटर ब्याजीको पनि नि जबसम्म व्यवस्था फ्याँकिँदैन तबसम्म हुनेवाला छैन। ल भन्नु सर, अन्तिम प्रश्न दाइ, यो सरकार बनेको 3 महिना 150 दिन पनि भएको छैन, एकाएक सडकमा सरकार विरुद्ध नाराबाजी र सरकारलाई राजीनामा दिन दबाब बढ्नुको कारण चाहिँ के होला? यिनीहरूले चलाउनै जानेन। देशमा रोग लागेको छ एउटा, दबाई गरेको छ अर्को। जस्तो मान्छेलाई रोग लागेको छ क्यान्सरको, उपचार चाहिँ तपाईँको चाहिँ टाउको दुखेको गर्दा हुन्छ? हुँदैन नि त। क्यान्सरकै उपचार गर्नु पर्यो नि। यिनीहरूले नजानेको, यिनीहरू डुबिसके, राजसभा त डुबिसक्यो होइन? त्यसले गर्दाखेरि म सम्पूर्ण वैदिक सनातनीहरूलाई एक भएर निस्किन हुन म आह्वान गर्दै बिदा लिन चाहन्छु। नमस्ते। हस्, धन्यवाद।